नमस्ते अनि सुस्वागतम सम्पूर्णमा गणेश ठक्कर युट्युब च्यानलमा हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउन चाहन्छु। आज हामी भूमि सुधार व्यवस्थापन तथा सहकारी मन्त्रालयको मालपोत विभाग अन्तर्गत विभिन्न कर्मचारीहरूको एक लौटी मनोमानीमा भाग बन्डा गर्दै धमाधम सरुवा प्रक्रिया बढिरहेको छ। पछिल्लो समय सोही विभागका उपसचिव टेक राज अर्यालमाथि सरुवा प्रक्रियामा मन्त्रीलाई गम्भीर आरोप लागेको छ। यस विषयमा सत्य तथ्य के हो त भनी हामी बुझ्नका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको महानिर्देशक शिवप्रसाद रेग्मीलाई प्रत्यक्ष सम्पर्कमा ल्याएका छौँ। रेग्मीज्यू, तपाईको मन्त्रालय अन्तर्गत विभिन्न कर्मचारीहरूको मनोमानीमा सरुवा प्रक्रिया अघि बढेको छ भनिएको छ। के हो खास वास्तविकता बताइदिनुहोस् न। बाहिर छताछुल्ला आयो नि। होइन, त्यस्तो त सरुवा अहिलेको समयमा त्यस्तो त भएको छैन होइन। हजुर, कर्मचारीले निवेदन दिएर समस्या परेकोमा कार्ड भन्ने मात्रै हो, सरुवा त भएको छैन। अब कसरी मिडियामा आयो होइन, तर चाहिँ अब हामीले यहाँ चाहिँ रिक्त ठाउँमा प्रस्थापन गर्ने र कहीँ त्यस्तो काममा बाधा पर्यो भने त्यस्तो ठाउँमा चाहिँ काम चलाउनको लागि पठाउने भन्दा बाहेक त्यसरी यता र उता सरुवा भनेर गरेको अवस्था चाहिँ हस्। समय र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिँदै आगामी श्रृङ्खलामा पुनः आवश्यकता परे जोड्ने बाचा गर्दै अहिलेलाई भने बिदा गर्न चाहन्छु। हस्त, नमस्ते।